नारी दिवसको अवसरमा आयोजित अतिरिक्त कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथि लगायत उपस्थिति सम्पूर्णमा कल्पना सुवेदीको तर्फबाट पूर्ण हार्दिक नमस्कार गर्दछु। यहाँहरूको माझमा म एउटा कविता वाचन गर्न लागिरहेको छु। मेरो कविताको शीर्षक छ म छोरी मान्छे हो नि त। कविता चाहिँ मैले सम्पूर्ण नारीहरूलाई कमजोरी फिल बनाउने कविताको वाचन अवधिभरि यहाँहरूले आफ्ना आत्मालाई नारी बहिनी बुहारी सम्झी आफ्ना आँखा बन्द गरेर मेरो कविता सम्पूर्णलाई आँखा बन्द गरिदिनु हुनको लागि म हार्दिक स्कुल गएको थिएँ गृह कार्य जाउन जाँदा सरले मलाई अप्ठ्यारो महसुस हुने गरेको सरले मलाई अप्ठ्यारो महसुस हुने गरेको भयो। त्यो छुवाइले मलाई मलाई त्यही कुराले रातभरि गर्नै सकिनँ। घरमा आमालाई भनौँ भने पनि विश्वास गर्ने होइन। घरमा आमालाई भनौँ भने पनि विश्वास गर्ने होइन। आखिर म त छोरी मान्छे न हो। आखिर म त छोरी मान्छे न हो। म स्कुल बिदाको दिन गोठालो गएको थिएँ। म स्कुल बिदाको दिन गोठालो गएको थिएँ। छिमेकी दाजु पनि जानुभएको थियो। दाजु एक्कासी मेरो नजिक आउनुभयो। मलाई मेरो गोप्य अङ्गमा छुन थाल्नुभयो। म हत्तपत्त फुत्किएर भागेँ। मलाई कस्तो डर लाग्यो। रातभरि टोलाएर बसेँ। निन्द्रा पनि लागेन। आमा बाबालाई सुनाऊँ भने उल्टे दाजुले त्यस्तो गर्नुहुन्न, माया पो गरेको त भन्ने जवाफ आउँछ। आखिर म त छोरी मान्छे न हो। आखिर म त छोरी मान्छे न हो। हिजो मात्रै म परीक्षाको लागि कुनै नौलो सहर गएको थिएँ। हिजो मात्रै म परीक्षाको लागि कुनै नौलो सहर गएको थिएँ। मैले यात्रा गर्ने गाडी सार्वजनिक थियो। मेरो सिट नजिकै एकजना पुरुष आएर बस्नुभयो। मेरो सिट नजिकै एकजना पुरुष आएर बस्नुभयो। एकछिनपछि मलाई धक्कल्न थाल्नुभयो। नजिक नजिक सर्दै नजानिदो तरिकाले मलाई छुन थाल्नुभयो। मैले गाडीको स्टाफसँग कुरा गरेँ। गाडीमा यतिको त भइहाल्छ नि भन्ने सहज जवाफ पाएँ। गाडीमा यतिको त भइहाल्छ नि भन्ने सहज जवाफ पाएँ। आखिर म त छोरी मान्छे न हो। आखिर म त छोरी मान्छे न हो। म सुतिरहेको थिएँ। समय हेरेको 9 बजेको थियो। म सुतिरहेको थिएँ। समय हेरेको 9 बज्यो। एक्कासी फोनमा घन्टी बज्छ। फोन मैले सम्बोधन गर्ने व्यक्तिको थियो। सामान्य कुराकानी भयो। तिम्रो जागिर केही हुन दिन्न भनेर प्रस्ताव पनि आयो। तिम्रो जागिर केही हुन दिन्न भन्ने प्रस्ताव पनि आयो। केही बोल्न सकिनँ। रातभरि टोलाएर बसेँ। निन्द्रा पनि लागेन। मुटु ढुकढुक भयो। साथीहरूलाई भनौँ त विश्वास गर्दैन। उजुरी गरौँ त यो पैसाको लागि गरिएको हो भन्ने हल्ला फैलिन्छ। उजुरी गरौँ त यो पैसाको लागि गरिएको हो भन्ने हल्ला फैलिन्छ। आखिर म त छोरी मान्छे न हो। आखिर म त छोरी मान्छे न हो। धन्यवाद। धन्यवाद कल्पना।
प्रकृतिका रानी हामी नारी